एमाले आन्दोलन गर्ने भयो लड्ने भयो 6 र 7 आउँदा हुन्छ ल सडकमा 3 4वटा गोली खाएको मान्छे यदि जेन्जीले एमालेको गुण्डाहरूले हैन यसरी आँखाको तारो बनाएर ठाउँ कुर्छ भने सुन एमालेहरू तिमीहरूलाई मैले जहिले पनि भन्थे के मान्छे एमाले बन्न सक्छ एमाले जिन्दगी मान्छे बन्न सक्दैन भन्थे हो रहेछ नि तिमीहरू पत्ता साफ हुने दिन आगे आजसम्म माओवादी सकिया थियो अब एमाले भन्ने नाम सकिँदैन नेपालबाट सकिँदैछ केपी ओली र यो के रे यो चोरहरूको त नामै थाहा हुँदैन भने अब भोगटे चोरहरूको नाम यदि लड्ने नै हो भने जेन्जी पुस्तासँग लड्ने नै थियो भने तिमीहरू देश गति कहाँ भाग्या थियो तिमीहरूको आँट अहिले चाहिँ गुण्डाहरूलाई पैसा खुलाउँदै ल्याउँदै जेन्जी बच्चाहरूसँग कुदिएला यार सिङ्गो एमाले बच्चाहरूसँग कुदिएला छ हारिरहेछ फेरि कुडे खाइरहेछ भागिरहेछ आउने के सुई साथी बोलाएर हामी जसरी हिँडिरहेछौँ नि त्यसरी हिँड्ने हो के पछाडिबाट वार हान्ने होइन के सक्छ भने